नमस्ते हामी सुखैलासी मेरो युट्युब च्यानल तरुरा टिममा यहाँलाई पूर्ण रूपमा स्वागत छ। म चाहिँ मेरो फ्यानहरुसित छु। मेरो फ्यानहरुसित छु। चेङमा फ्यानहरु हुनुहुन्छ यहाँ। लाइक सब्स्क्राइब गरिदिनु होला। राशि दाइ हुन्छ उहाँ चाहिँ फेरि अमला ठहराउनु उहाँलाई चाहिँ डेन्जर हुन्छ है। उहाँले अलरेडी बच्चामा दुईजनाको अमला भाँचेको रेकर्ड छ स्कुलमा। हो के? सपनामा हो टाउकोमा ढुङ्गा हानेको छ। टाउकोमा ढुङ्गा हानेको छ। अमलाले भाँचेको पनि रेकर्ड सुनेको थियो त मैले। हो छ छैन। पेन्सिलले 1 क्लासमा अनुग्रहको टाउकोमा रेकर्ड त छ नि त जेमा पनि। छ त्यो त। विश्व रेकर्ड। मेमले हानेको ढुङ्गाले विश्व रेकर्ड। मेमले हानेको विश्व रेकर्ड। लाइक सब्स्क्राइब गरिदिनु ल मेरो फ्यानहरुलाई अब बाइ बाइ भन्नु एकाउन्ट घुम्न चाहन्छु है फ्यानहरु। ल उहाँ मेरो चेङमा फ्यानहरु है। अर्को यहाँ बहिनी फ्यानहरु पनि आइसके। टक्क म चाहिँ यहाँदेखि 180/70 को रफ्तारमा म चाहिँ अगाडि बढ्दैछु। अब चाँडै काठमाडौँबाट आएपछि टक्क अब यहाँबाट म 170/80 को रफ्तारमा टाक्टिन काटीमा हिँड्दैछु। ल यहाँ फ्यानहरु भन्नु न खै त बोलेको केपी बाको भने आइछ बोल्न जन्मेकाहरू बोल खाना जन्मेकाहरू खाऊ। ल बाइ बाइ ल टक्क अब म चाहिँ यहाँबाट 180/70 को रफ्तारमा अगाडि बढेँ है। टक्क बढ्नै पर्छ। म यहाँबाट अब तेज दाइको घरतिर जान्छु र त्यहाँ जान बढी नै हुनु न बढी हस्पिटल जानु भएको छ। टक्क यहाँदेखि म एक राउन्ड घुम्दैछु। त्यो कारा वहाँ गरेर आउँछ के हो टक्क यहाँबाट म अगाडि बढ्दैछु 180/70 को रफ्तारमा है। टक्क मेरो यहाँ फ्यानसित छु। उहाँ चाहिँ फेरि मेरो आफ्नै साथीको छोरा है। फेरि बिन्ताको छोरा टक्क सँगै पढेको क्लासमेटको छोरा हो है। अर्को फ्यान आइसक्नु भएको छ यहाँ टक्क भाइ फेरि फ्यान तिम्रो मुस्कानले। ल मेरो यहाँ फ्यान हाम्रो गुरुको घर तरुराको ज्योतिषी जल्दो बल्दो ज्योतिषी भनेको उहाँ हो। हेर्दा बुढो तर भर्खरको यङ जेनेरेसनको ज्योतिषीको हो उहाँ। ल टक्क हामी यहाँबाट 170/80 को रफ्तारमा यहाँबाट हिँड्यौँ है। लाइक सब्स्क्राइब गरिदिनुहोस्। ल अब टक्क हामी यहाँबाट आउँ दिँदै म चाहिँ दिरा हुन्छु। रोमानी टाइपको मान्छे एउटा हल्का म चाहिँ एउटा गीत पनि निकाल्ने तयारी हुन्छु एल्बम पनि। त्यही भएर निकाल्न मन थिएन। एउटा केटीले आफै बोल्ने मिठो बोली मक्क भइस भनौँ त्यही भएर म बाध्य भएको छु निकाल्नको लागि। मेरो गीत म गएकै गएछु त्यही केटीले गर्दा फेरि अब टक्क गीत त गाई भएन। केपी बाको बनाइछ खाना जन्मेकाहरू खाऊ गाउन जन्मेकाहरू गाऊ। चाहे झुकोस् निलो आकाश यो नेपाली झुक्दैन। चाहे रुकोस् कालो बादल यो नेपाली रुक्दैन। चेङमा तिमी ठुलो कुरा नगर भने अब ऱ्याप पनि अब निस्किन्छ जस्तो छ। याउँ है म चाहिँ दिरा हुन्छु। तरुरा टिमलाई सबैले माया गरिदिनु पर्यो है। म पनि यतै जाने हो के को बाई हामी पनि आई है। अब टक्क यहाँबाट हामी 180/70 को रफ्तारमा हिँड्यौँ है। अब टक्क हिँड्यौँ हामी एउटा साधारण मनुष्य हो हिँड्नुपर्छ। केपी बाको भनाइ छ खान जन्मेकाहरू खाऊ हिँड्न जन्मेकाहरू हिँड बगैँमा एक कप चिया खाइरहेको टक्क। त्यही भएर है यहाँबाट हामी सर हिँड्यौँ टक्क यहाँबाट अब हामी हिँड्ने क्रममा छौँ है। टक्क अब यहाँबाट टक्क 180/70 को रफ्तारमा टाक्टिन डिस्क काजी बा 270 को। ल अब यहाँबाट हामी हिँड्यौँ है। यहाँबाट यता बाटो कता हिँड्नु टक्क केपी बाको भनाइ छ खान जन्मेकाहरू खाऊ हिँड्न जन्मेकाहरू हिँड। ल फ्यानहरुलाई मैले बिदाई गरिसकेँ। टक्क यहाँबाट म 180/70 को रफ्तारमा यहाँबाट हिँडिसकेँ है। मैले स्पिड हिँड्नु पर्यो। दिदीले बोलाउनु भयो चारो दोकानमा म दिदीलाई हेल्प गर्छु हल्का फुल्का यताउता यहाँ हो। अनि पार्ट टाइम घरिघरि फ्री भएको बेला चाहिँ म भ्लग बनाउँछु है। त्यही भएर टक्क यहाँबाट 180/70 को रफ्तारमा हिँडेँ।